नमस्कार। 2083 सालको वैशाख महिनाको राशिफल लिएर उपस्थित भएको छु म कृष्ण भण्डारी। 83 साल आएसँगै तपाईको मन मस्तिष्कमा नयाँ नयाँ कुराहरू आइरहेका छन्। कति कुरा छोड्न खोज्दै हुनुहुन्छ, कति कुरा जोड्न खोज्दै हुनुहुन्छ र आर्थिक रूपमा तपाईको रूपान्तरण कस्तो हुन्छ, धन समृद्धि 2083 सालको पहिलो महिना छ, के कस्ता महत्त्वपूर्ण कामहरू बन्नेछन्, मनमा कति जोश जाँगर आउनेछ, मुद्दा मामिला झै झगडा लफडाहरू अनगिन्ती समस्याबाट कसरी बच्नुहुनेछ, यी 12वटै राशिको राशिफलका बारेमा चर्चा परिचर्चा गर्नेछु। हाम्रो युट्युब च्यानल हेरिसकेपछि लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनुहोला र भिडियो कस्तो लागेको छ कमेन्ट गर्न पनि नबिर्सिनुहोला है। 2083 सालको पहिलो महिना वैशाख महिनाको राशिफलका बारेमा कुराकानी गर्छौं। सुरुमा मेष राशि। मेष राशि तपाई मङ्गल प्रधान भएको कारणले गर्दा आँट, साहस, धैर्यता, सहनशीलता, अनुशासन, जिम्मेवारी तपाईको प्रमुख गहना हो। विचलित र केही चञ्चल स्वभाव पनि देखिन्छ। अलि मूढबुद्धि, एकोरो स्वभाव र साढे सातीको प्रभाव पनि लग्नमाथि र राशिमाथि छ। मेष राशि, मेष लग्न भएका व्यक्तिहरूलाई के दबाव र प्रभाव समयको छ भनेर भन्दा अत्युक्ति हुँदैन। लग्नमा सूर्य, त्यसै गरी तेस्रो घरमा बृहस्पति अनि द्वादश घरमा शनिको प्रभाव, एकादशमा राहु, पञ्चम केतु, यस्तो गोचरीय प्रभाव वैशाख महिनामा देखिएको छ। विशेष गरेर समग्रमा सूर्यलाई मात्रै अलिकति केलाउने हो भने स्थानको नाश भनेर भनेको छ। अनि कामहरूमा केही रोकावट हुन सक्छ। बसिरहेको ठाउँ छोड्नुपर्ने, सरुवा हुने अथवा अर्कै ठाउँमा तपाईँ जानुपर्ने अवस्था देखिएको छ। बन्द व्यापारमा भने लाभ हुनेछ। वैदेशिक क्षेत्रका कामहरू बन्नेछन्। स्वास्थ्य उपचार गरिरहनु भएको छ, कुनै ठुलो रोग लागेको छ, मन आतंकित छ, मनमा डर त्रास छ भने त्यहाँबाट उठ्नुहुनेछ। कृषि, पशुपन्छी, चौपाया आदिबाट लाभ पनि मिल्नेछ। पार्टनरसँग गरेको यो ठुलो द्वन्द्व, लडाइँ, झगडा त्यसको पनि अन्त्य हुनेछ। पति पत्नी बीचको सम्बन्ध पनि सुमधुर रहनेछ। पढाइमा निकै उत्साह आउनेछ। महिनाको अन्त्यतिर केही धनलाभका विशिष्ट योगहरू बनेका छन् र समाजमा तपाईको यश, कीर्ति, मान सम्मान पनि बढेर जानेछ। खेलकुदमा हुनुहुन्छ त्यहाँ पनि लाभ पाउनुहुनेछ। कला, साहित्य, सङ्गीत, फिल्म लाइन यसबाट पनि लाभ हुनेछ। समाजमा उच्च कोटिको मान सम्मान प्राप्त हुने खालको महिना देखिएको छ। त्यसै गरी विशिष्ट व्यक्तिबाट आशीर्वाद पनि प्राप्त गर्नुहुनेछ। कुनै राजदूतमा या मन्त्री पदमा या कुनै चिजमा तपाईँ नियुक्ति हुनुपर्नेछ या समाजमा उच्च कोटिको सम्मान प्राप्त गर्नुपर्नेछ भने यो समय तपाईँको लागि केही विशेष रहला भनेर भन्न सकिने अवस्था पनि देखिएको छ। समग्रमा वैशाख महिना तपाईँको लागि उत्कृष्ट नै छ। तर साढे साती शनिको कारणले गर्दा के अब्जस, अपमान, बेमेल, मानसिक झैझगडा, झुटा आरोप, मुद्दाहरू भने तपाईँले खेप्नुपर्ने हुनसक्छ। नयाँ गाडी वाहन किन्दा सरसल्लाह गरेर चिना देखाएर मात्रै किन्नुहोला। काली भगवतीको साधना गर्ने र प्रत्येक दिन हनुमान चालिसा पाठ गर्ने, भगवान हनुमानजीको साक्षात् त्यो विराट स्वरूपको दर्शन गर्ने र आफूलाई भक्तिमा समर्पित गर्ने यो खालको बानी गर्नुभयो भने तपाईँलाई शनि भगवानले केही पनि गर्नुहुन्न, रक्षा गर्नुहुनेछ। तपाईले चाहेका, चिताएका, सोचेका कामहरू पनि पुरा हुँदै जानेछन्। वृष राशि। वृष राशिको लागि व्यय भावमा सूर्यको भ्रमण रहनेछ, द्वादश भावमा। यो तपाईँको लागि निकै खराब गोचर बन्नेछ। केही शत्रुहरू तपाईँमाथि हावी हुनेछन्। आँखासँग सम्बन्धित रोगले सताउनेछ। छिमेकी देशहरू अथवा आफ्ना पनि छिमेकीहरू, यस्तो व्यक्तिहरूसँग तपाईँको केही टकराव बढ्न सक्छ। पारिवारिक द्वन्द्व, बेमेल, आतंक यस्तो चिजहरू बढ्न सक्छ। विशेष ख्याल गर्नुहोला। लामो समयदेखि सुखको उपभोग गर्नुभएको छ भने केही न केही दुःख, अब्जस, अपमान तपाईँले बिहोर्नु पर्नेछ। समयले केही न केही तपाईँलाई टार्गेट गरिरहेको छ।
यो विशेष ख्याल गर्नुहोला। त्यसै गरी बन्द व्यापार कामहरूमा भने केही लाभ देखिएको छ। सरकारी कामहरूबाट भने सामान्य लाभ हुन सक्छ। जागिरको सम्बन्धमा एकदमै राम्रो छ। प्राइभेट सेक्टरमा काम गर्दै हुन्छ त्यसबाट पनि लाभ प्राप्त गर्नुहुनेछ। तर लेनदेन कारोबारका सेक्टरमा मुद्दा मामिलामा तपाईँलाई अलिकति मानसिक दबाव हुन्छ कि विशेष ख्याल गर्नुहोला। अर्को महत्त्वपूर्ण कुरा, बृहस्पतिले जोगाउन त जोगाउँछन् नै, तर राहुको नेगेटिभ प्रभावले कहीँ न कहीँ अप्ठ्यारो स्थितिमा परिन्छ कि त्यसमा पनि सुझबुझपूर्ण निर्णय लिनुहोला। लामो समयदेखि तपाईँले कसैलाई विश्वास गरिरहनु भएको छ भने त्यहाँबाट धोका पाउन सक्नुहुन्छ। लामो समयदेखि कसैलाई दिएको धन नउठ्न सक्छ, खुसीहरू खोसिन सक्छन्, सामानहरू हराउन सक्छ। यी सम्पूर्ण कुराबाट जोगिनुहोला। प्राविधिक टेक्निकल यस्तो कामबाट भने लाभ हुनेछ र जग्गा जमिन कृषि पशुपन्छी चौपाया आदिबाट पनि लाभको युग देखिएको छ। लामो समयदेखिका केही रोकावट भएका केही कामहरू महिनाको बिचतिर तपाईँलाई केही लाभ हुने अवस्था देखिएको छ। अर्को महत्त्वपूर्ण कुरा, काली भगवतीको साधना, हनुमानजीको उपासना, भगवान शिवको दर्शन गर्दै अगाडि बढ्नुभयो भने तपाईँको लागि विशेष लाभ र राम्रो हुनेछ। समय तपाईँको पक्षमा छ र तपाईँलाई समयले जिताउन खोजिरहेको छ। मिथुन राशि। मिथुन राशिको लागि एकादश भावबाट सूर्यको गोचर रहनेछ। निकै राम्रो समय छ। उच्च मान सम्मान अनि लाभको योग परेको छ। पढाइको सेक्टरमा राम्रो हुनेछ। सन्तानबाट खुसी सुखका कुराहरू सुन्न पाइनेछ भने धनको मात्रा तीव्र बढेर जानेछ। विभिन्न ठाउँबाट धनका आम्दानीहरू हुनेछन् र पैसा फसिरहेको छ, अनावश्यक तनाव टेन्सन छ, त्यसबाट पनि निक्लिनु हुनेछ। मुद्दा मामिलामा तपाईँको जित हुनेछ र समाज तपाईँको पक्षमा रहनेछ। कृषि पशुपन्छी चौपाया आदिबाट पनि तपाईँको लाभ हुनेछ। वैदेशिक क्षेत्रका कामहरू, एक्सपोर्ट इम्पोर्ट, यी सेक्टरबाट पनि तपाईँले प्रशस्त धन लाभ गर्न सक्नुहुनेछ। त्यसै गरी घरमा भने केही माङ्गलिक कार्य, शुभ कार्यका योगहरू पनि बनेका छन्। विशेष गरेर लामो समयदेखि हराएको, गडेको अथवा नआएको केही त्यस्तो महत्त्वपूर्ण धन पनि यो महिना आउने सक्ने सम्भावना देखिएको छ। विशेष गरेर तपाईँले पति पत्नीका बिचमा भने त्यस्तो वैरभाव द्वन्द्व नगर्नु राम्रो हुनेछ। प्रेमिकासँग सम्बन्ध राम्रो हुनेछ। केही विवाहका कुराहरूमा तपाईँको समय पनि अगाडि बढ्नेछ। त्यसै गरी महत्त्वपूर्ण कुरा भने जग्गा जमिन किन्न खोज्दै हुन्छ, घर गाडी जोड्न खोज्दै हुन्छ, त्यो भने तपाईँको लागि राम्रै हुनेछ। लामो समयदेखि कुनै रोगहरू पालेर बस्नुभएको छ या रोगहरू पत्ता लागिरहेको छैन भने त्यसको पनि तपाईँको समाधान निक्लिनेछ। ईश्वरको आशीर्वाद पनि तपाईँमाथि रहनेछ। काली भगवती र भैरव भगवानको पूजा उपासना गर्दै अगाडि बढ्नु तपाईँको लागि निकै राम्रो हुनेछ। कर्कट राशि। कर्म प्राप्तिको महिना छ। उच्च मान सम्मान प्राप्त हुनेछ। नयाँ जागिरहरूको अवसरहरू जोड्नेछ। प्राइभेट सेक्टरमा या सरकारी सेक्टरमा हुनुहुन्छ भने सरुवा बढुवा पदोन्नतिको यस्तो योग पनि यो महिना देखा परेको छ। बुवाको कामबाट पनि तपाईँलाई प्रशस्त धनलाभ हुनेछ। ससुरालीबाट पनि सहयोगको अपेक्षा गर्नु राम्रो हुनेछ। लामो समयदेखिको केही धनहरू भने विशेष हिसाबले यो समय तपाईँलाई प्राप्त हुनेछ। अष्टमस्थ शनि तपाईँका लागि केही रोग ऋण शत्रु भने बढाउन सक्छन्। केही सावधानी रहनुहोला। यात्रा गर्दा सामान्य चोटपटकको भएर रहन सक्छ। बाणीको कारणले गर्दा अथवा बाणीको असावधानीले मनमा कसैलाई बिज्न सक्छ, तपाईँले बिजाउनु हुन सक्छ। त्यही भएर एकदमै ख्याल गर्नुहोला। मुद्दा मामिला झै झगडा लफडाबाट भने तपाईँ निक्लिनुहुनेछ। यात्रामा तपाईँले लाभ पाउनुहुनेछ। साना छोटा लामा यस्ता दूरीहरूका यात्राहरू तपाईँको रहनेछन्। वैदेशिक क्षेत्रको काम पनि सजिलै हिसाबले तपाईँको हुनेछ। अर्को महत्त्वपूर्ण कुरा, होटल रेस्टुरेन्ट तरल पदार्थ या कुनै व्यावसायिक कामबाट भने निकै राम्रो धनलाभ प्राप्त गर्नुहुनेछ। समाजमा उच्च मान सम्मान तपाईँको रहनेछ भने कृषि कार्यबाट पनि लाभ हुनेछ। काली भगवती भैरव भगवानको उपासना गर्दै हनुमानजीलाई विशेष आशीर्वाद माग्दै अगाडि बढ्नुभयो भने जीवनमा हरेक सफलताहरू प्राप्त गर्न सक्नुहुनेछ। सिंह राशि। कान्तिमा क्षय हुनेछ। बोलीमा केही रोकावटहरू आउनेछ। कामहरू बिग्रन सक्छ।
भाग्यले सहयोग नगर्नाले मनमा केही खिन्नताहरू बढ्न सक्छ, तर धार्मिक जागरण, धार्मिक यात्रा भने रहनेछ। केही कुरा लगाउने कुरौटे व्यक्तिहरूको कारण ठुलो व्यापारमा घाटा हुन पनि सक्ने देखिएको छ। तरल पदार्थ, दूध, मट्टीतेल यस्तो चिजबाट भने तपाईँले लाभ पाउनुहुनेछ। लामो समयदेखि गरिरहेको व्यवसाय छोडेर अर्को व्यवसाय, अर्को कामतिर जानुपर्ने खालको योग पनि देखिएको छ। फिल्म लाइन, कला, साहित्य, सङ्गीत यसबाट भने विशिष्ट लाभ प्राप्त हुनेछ। तपाईँ गाउँघरमा कुनै पनि कृषि फर्म गर्नुहुन्छ या कृषि कर्म गर्नुहुन्छ, त्यसबाट भने मनग्गै धन लाभ हुनेछ। समाजमा तपाईँको मान सम्मान, यश, कृति बढेर जानेछ। राजनीतिक सेक्टरमा पनि तपाईँको सफलताकै योग देखिएको छ। पति पत्नी बिचको सम्बन्ध भने राम्रै रहनेछ। प्रेम सम्बन्धमा भने केही गडबड र नराम्रो हुन सक्ने योग देखिएको छ। विशेष गरेर अहिलेको समयमा तपाईँले कुनै पनि लेनदेन, कारोबार, आर्थिक रूपमा तपाईँ केही चिजहरू गर्दै हुनुहुन्छ या नयाँ इन्भेस्ट गर्दै हुनुहुन्छ, कहीँ लगानी लगाउँदै हुनुहुन्छ, त्यहाँ भने विशेष सावधान रहनुहोला। कोही नजिकको गुरुसँग सल्लाह गरेर, चिना देखाएर दशाग्रह के चलेको छ, कस्तो अवस्था छ, त्यसलाई विशेष सोधीखोजी गरेर मात्रै कुनै नयाँ कुरा गर्नुभयो भने राम्रो हुनेछ। अर्को विशिष्टतम कुरा भनेको तपाईँको जीवनले मोड लिन खोजिरहेको छ, केही कुरा खोज्न खोजिरहेको छ, केही कुरा देख्न खोजिरहेको छ। त्यसकारण तपाईँ केही न केही नयाँ कुरा गर्नुहोस्, त्यसबाट लाभ हुनेछ। काली र भैरवको साधना गर्नु, हनुमानजीलाई मान्नु, सूर्यनारायणलाई जल चढाउनु तपाईँको लागि उत्तम हुनेछ। कन्या राशि। कन्या राशिको लागि केही कष्ट देखिएको छ। मनमा नकारात्मकता, निराशा, त्यसै गरी असमझदारी र कुनै कामहरू बिग्रिन्छ कि जस्तो लागिरहेको छ। लामो समयदेखि गरेका कामबाट पनि हानि नोक्सानीको सामना गर्नुपर्नेछ। कुनै रोगको उपचार गर्दै हुनुहुन्छ, त्यो बेस्ट अथवा राम्रो हुन सक्छ। यात्रामा विशेष सचेत रहनुहोला। कुटुम्बहरूबाट पनि केही विवादको सिर्जना हुन सक्छ। आफन्तसँगको लेनदेन, कारोबारबाट पनि हानि नोक्सानीको सामना गर्नुपर्नेछ। लत्ता कपडाको व्यापार व्यवसाय, कस्मेटिक यस्तो व्यापारबाट भने लाभ हुन सक्छ। जग्गा जमिन किनबेच, लेनदेन, कारोबार यो भने मुद्दा मामिलामा परिणत हुन सक्छ। सरकारी जागिरको योग भने यो महिना देखिएको छैन। प्राइभेट सेक्टरमा भने निकै राम्रो तपाईँले गर्न सक्नुहुनेछ। फिल्म, कला, साहित्य, सङ्गीत यसबाट भने मनग्गे धन लाभको योग देखिएको छ। छालासँग सम्बन्धित कुराबाट भने विशेष बच्नुहोला। त्यसै गरी नसा, हाड जोड्ने यस्तो चिजबाट भने तपाईँलाई रोगले सताउन सक्छ। अर्को महत्त्वपूर्ण कुरा, तपाईँ लामो समयदेखि एउटै चिज गरिरहनु भएको छ कि अलग अलग चिज गरिरहनु भएको छ, त्यो एकदमै इम्पोर्टेन्ट छ। अब समयले यो बाटो होइन अर्को बाटो भन्ने खालको समय पनि आएको छ। त्यो कुरालाई पनि विशेष विचार गरेर हेर्नुहोला। काली र भैरवको साधना, हनुमानजीको उपासना यो गर्दै अगाडि बढ्नुभयो भने एकदमै राम्रो हुनेछ। तुला राशि। तुला राशिको लागि विपरीत लिङ्गीको कारण केही मुद्दा मामिला, झैझगडा, मान सम्मानमा हानि त्यस्तो हुन सक्छ। एकदमै ख्याल गर्नुपर्ने समय देखिएको छ। यात्रामा लाभ हुनेछ। माङ्गलिक कार्यमा सहभागिता जनाइनेछ। विशिष्टतम व्यक्तिहरूबाट आशीर्वादको योग पनि देखिएको छ। मनमा उत्साह र उमङ्ग पनि बढेर जानेछ। जग्गा जमिन, कृषि, पशु पक्षी, चौपाया आदिबाट लाभ पनि मिल्ने देखिन्छ। कुनै पनि ठुलो कम्पनीमा जागिरको योग पनि रहेको छ। वैदेशिक क्षेत्रको कामको लागि ट्राई गर्दै हुन्छ, पढाइको लागि ट्राई गर्दै हुन्छ, भिसा लाग्ने योग पनि देखिएको छ। अर्को महत्त्वपूर्ण कुरा, प्रेम सम्बन्धमा ठुलो चुनौती आउन सक्छ, त्यहाँ सावधानी रहनुपर्ने अवस्था देखिएको छ। कर्म क्षेत्रमा भने मान सम्मान वृद्धि भएर जानेछ। ईश्वरीय आशीर्वाद पनि तपाईँलाई रहने देखिन्छ। त्यसै गरी जग्गा जमिन किन्न खोज्दै हुन्छ, घर बनाउन खोज्दै हुन्छ या बनिसकेको घरलाई नयाँ बनाउन खोज्दै हुन्छ, त्यो पनि तपाईँको लागि राम्रो देखिएको छ। गाडी मोटरसाइकल किन्दा पनि विशेष सचेत रहनुहोला। सेयर मार्केट, लटरी, चिट्ठा, सट्टेबाजीबाट केही धनराशि गुम्ने अवस्था पनि देखिएको छ। मनोबल भने उच्च रहनेछ। नयाँ नयाँ चिजमा लगानी गर्नु तपाईँको लागि राम्रै हुनेछ। काली र भैरवको साधना गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। वृश्चिक राशि।
शत्रु भने खरानी भएर जानेछन्, शत्रुको नाम निशाना मेटिनेछ, आफ्नो जय जयकार हुनेछ। राजनीतिक क्षेत्रमा उच्च पद प्रतिष्ठाको योग पनि देखिएको छ, मनोभावना उच्च बन्नेछ, भाग्य वृद्धि हुनेछ। समाजमा मान सम्मान यश कीर्ति बढेर जानेछ। माउली ससुराली पक्षबाट पनि लाभको योग देखिएको छ। रोग भने जरैबाट फ्यालिनेछ, शत्रु भने तपाईँका पैतालामा रहनेछन्। कृषि पशुपन्छी चौपाया आदिबाट भने सामान्य मात्रै लाभ हुनेछ। त्यसै गरी फिल्म कला साहित्य सङ्गीत यो सेक्टरमा कुनै कामहरू गर्न खोज्दै हुन्छ, विशेष सावधान रहनुहोला। नयाँ नयाँ जागिरको पनि योग देखिएको छ। सरकारी सेक्टरमा पदोन्नति या पदस्थापन या स्थानान्तरण यस्ता योगहरू देखा परेका छन्। अर्को महत्त्वपूर्ण कुरा, ईश्वरीय आशीर्वाद र कृपाको महिना पनि तपाईँले पाउनुभएको छ। कुनै पनि माङ्गलिक कार्य धार्मिक यात्राहरूको योग पनि यो महिना रहनेछ। र पुरानो साथीभाइ, धेरै समयदेखि छुटेको साथीभाइसँग पनि भेटघाट हुनसक्छ। मन भने प्रफुल्लित रहनेछ। इच्छा आकाङ्क्षाहरू तपाईँका परिपूर्ति भएर जानेछन्। त्यो भएको कारणले गर्दा नै तपाईँको एक किसिमको महत्त्वपूर्ण र मजबुत समय देखिएको छ। काली भैरव र हनुमानजीको सेवा उपासना दर्शन यो गर्नाले तपाईँलाई लाभ हुनेछ। धनु राशि, धनसँग सम्बन्धित कुराबाट लाभ हुनेछ। कर्ममा उच्च वृद्धि देखिएको छ। प्रतिष्ठा भने बढेर जानेछ। ईश्वरीय कृपा र आशीर्वाद पनि तपाईँलाई राम्रै रहनेछ। लत्ता कपडाको व्यापार व्यवसाय उत्पादनजन्य चिजहरूबाट पनि लाभ हुनेछ। समाजमा मान सम्मान कीर्ति बढेरै जानेछ। तर महिनाको उत्तरार्धतिर केही हानि नोक्सानी केही सावधानी भने तपाईँ रहनुपर्नेछ। स्वास्थ्यसँग सम्बन्धित समस्या, घटना दुर्घटना, चोरी यस्तो समस्याले मन विचलित हुन सक्छ। आफन्तजनबाट पनि केही भैरभाव केही विवादको सामना तपाईँले गर्नुपर्नेछ। विशेष गरेर समाजमा हुने घटनासँग तपाईँको नाम पनि जोडिन सक्छ। अर्को महत्त्वपूर्ण कुरा, स्कुल कलेज या लेखन कार्य या नाटक या फिल्म लाइन यसबाट पनि प्रशस्त धन लाभ हुनेछ। लामो समयदेखिको बन्द व्यापार पनि खुलेर जानेछ। सन्तानबाट सुखको योग पनि देखिएको छ। वैदेशिक क्षेत्रमा कुनै प्रयासहरू गरिरहनु भएको छ, महिनाको पूर्वार्धमा भिसा लाग्ने योग पनि देखिएको छ। त्यसै गरी प्रेम सम्बन्धमा भने केही गडबडी केही खटपट केही असमझदारी बढेर जानेछ। आम्दानीका क्षेत्रहरू भने विभिन्न रहनेछन्। नयाँभन्दा नयाँ आम्दानीका क्षेत्रहरू देखा पर्न सक्छन्। लट्री सट्टेबाजी चिट्ठा यस्तो चिजबाट सामान्य नै लाभ हुनेछ। काली भैरव र भगवतीको उपासना गर्दै अगाडि बढ्नु तपाईँलाई खेलकुद क्षेत्र होस् या सरकारी जागिर या प्राइभेट जागिरमा एकदमै राम्रो हुनेछ। मकर राशि, यात्राको महिना देखिएको छ। मन केही विचलित रहनेछ। घर गाडी योसँग सम्बन्धित कुरामा नसोच्नु नै राम्रो हुनेछ। लामो दिनको यात्राबाट भने विशेष सचेत रहनुहोला। आमाको या बुवाको कारणलाई लिएर केही चिन्ताहरू बढ्न सक्छ। सन्तानको भने सुख नै रहनेछ। सरकारी जागिरको योग सामान्य देखिन्छ। कृषि पशुपन्छी चौपाया आदिबाट भने राम्रो लाभै देखिएको छ। कुनै पनि उत्पादनशील क्षेत्रमा लगानी गर्नु तपाईँको लागि राम्रो हुनेछ। एकदमै लामो समयदेखि छुटेको साथीभाइसँग भेट हुने खालको योग पनि देखिएको छ। मिष्टान्न भोजनको प्राप्ति हुनेछ भने केही गिफ्ट उपहारहरू पनि प्राप्ति हुनेछन्। धनमा भने वृद्धि नै हुनेछ। आफन्तजनमा भने सामान्य केही विवादको योग पनि देखिएको छ। तर लामो सङ्घर्ष लामो समयको त्याग तपस्या बलिदानबाट मात्रै तपाईँलाई यो महिना केही लाभ हुन खोजिरहेको छ। अन्यथा तपाईँका मनका पीडा वेग तपाईँले पाएको सुख पनि समयले छिन्न खोजिरहेको छ। त्यसकारण समयलाई हेर्दै आफ्नो समयको दशालाई पनि हेर्दै विशेष सचेत हुँदै कामलाई अगाडि बढाउनु राम्रो हुनेछ। काली र भैरवको उपासना गर्दा तपाईँलाई मनमा शान्ति र सुख मिल्नेछ। र महिनाको 20 गते पछिको समय केही सुखको अनुभूति तपाईँले गर्नुहुनेछ। कुम्भ राशि, यो महिना श्री प्राप्ति हुने, धन प्राप्ति हुने, लक्ष्मी आउने
र समाजमा मान बढ्ने खालको योग देखिएको छ। व्यापारबाट प्रशस्त धनलाभ हुनेछ। भाग्य तपाईँको पक्षमा रहनेछ। राजनीति तपाईँको पक्षमा रहनेछ। त्यसै गरी विशिष्टतम व्यक्तिहरूसँग भेटघाट हुनेछ। माङ्गलिक कार्य र धार्मिक जागरणमा अगाडि बढिनेछ। वैदेशिक क्षेत्रका कामहरू बन्नेछन्। कुनै तपाईँले टुरिज्म सेक्टरमा पनि लगानी गर्नु या त्यहाँ काम गर्नु तपाईँको लागि राम्रो हुनेछ। टेक्निकल प्राविधिक विषयबाट पनि लाभ हुनेछ। मिष्टान्न भोजनको प्राप्ति हुने अथवा कुनै स्त्रीबाट पनि तपाईँलाई लाभको योग देखिएको छ। लामो समयदेखिको स्वास्थ्य हानि या स्वास्थ्यमा कुनै कारणले चिन्ता थियो भने त्यसबाट पनि तपाईँ छुटकारा पाउनुहुनेछ। मुद्दा मामिला पनि जित हुनेछ। लामोदेखिको पीडा अभाव 7.5 शनिको प्रभावले भएका केही कुराहरू यो महिना केही शान्त रहनेछन्। भाग्यले साथ दिनेछ। तपाईँको बढुवा हुनुपर्नेछ या सरुवा हुनुपर्नेछ। त्यसको लागि पनि महत्त्वपूर्ण योग देखिएको छ। काली भैरव र हनुमानजीको साधना गर्दै अगाडि बढ्नु तपाईँको लागि राम्रो हुनेछ। मीन राशि भय र त्रास आतङ्कको महिना छ। सिर्कै शनि र 7.5 शनिको प्रभाव तपाईँको लागि केही तपाईँले सोचे जस्तो नहुन सक्छ। मनमा दिगदारी, अशान्ति, शत्रु भय र झुटा आरोपहरूको सामना गर्नुपर्नेछ। कामहरू बिग्रिने, चौतर्फी हानि हुने, पैसामा ठुलो तपाईँको क्षति हुने देखिएको छ। सरुवा बढुवामा पनि कामहरू रोकिने र धेरैभन्दा धेरै मानसिक दबावमा काम गर्नुपर्ने समय देखिएको छ। एन्जाइटिक, डिप्रेसन, मानसिक तनाव, नकारात्मकता यस्तो तपाईँको केही कुराहरू दिमागमा आयो भने तुरुन्तै तपाईँले जप गर्ने, ध्यान गर्ने, मेडिटेसन गर्ने या योग्य ज्योतिष गुरुहरूलाई चिना देखाएर यसको समाधानतर्फ लाग्नुभयो भने तपाईँको लागि एकदमै राम्रो हुनेछ। तर लामो समयदेखि रोकिएको केही यात्राहरू भने हुन सक्ने देखिएको छ। प्रेम सम्बन्धमा विवादहरू उत्पन्न हुनेछन् र पति पत्नी बीच पनि केही झैझगडाका योगहरू देखिएको छ। पैसाहरू कसैले खाइदिने, फस्ने र अशान्ति मचिने यो खालको योग पनि देखिएको छ। लामो समयदेखिका रोकिएका केही महत्त्वपूर्ण कामहरू ढिलो हुँदै जाँदा अन्तिममा केही कामहरू कठिनभन्दा कठिनतम बीच पनि हुन सक्छन्। त्यो योग पनि यो महिना देखिएको छ। मुद्दा मामिला, झैझगडा, सामानहरू हराउने, चोरी हुने या आतङ्क फैलिने, मनमा नकारात्मक कुराहरू आउने यो खालको महिना देखिएको छ। त्यसकारण बडो सावधानीका साथ कुनै कामहरू लिँदा, जिम्मेवारी लिँदा अथवा दिँदा होसपूर्वक तपाईँले लेनदेन, कारोबार यी सबै विषयवस्तुमा गर्नु भएन भने तपाईँलाई समयले एकदमै हिर्काउन खोजिरहेको छ। तपाईँलाई समयले घुमाउन खोजिरहेको छ। त्यसकारणले गर्दा यो लफडामा पर्नुभन्दा अगाडि नै आफ्नो नियम, अनुशासन, कानुनभित्र रहेर मात्र तपाईँले कुनै काम गर्नुहोला। त्यसले तपाईँलाई भलो गर्नेछ। काली भैरव र शिव भगवानको उपासना गर्दै अगाडि बढ्नुहोस्, राम्रो हुनेछ। तपाईँलाई मैले यी राशिहरू सुनाइसकेको छु। तपाईँले हेरि पनि सक्नुभएको छ। कस्तो लाग्यो क्रिया प्रतिक्रिया कमेन्टमा दिनुहोला। आगामी दिनमा यस्तै भिडियोहरू लिएर आउनेछौँ। नमस्ते।